पार्किङमा वेलकम छ। तपाईँहरू आरामै सन्चै हुन्छ। तपाईँहरू आरामै सन्चै हुन्छ पनि म पनि आरामै सन्चै छु। हाम्रो चाहिँ कताबाट गयो सिङ हामी चाहिँ देखाउन अनुरोध गर्नेछु भन्नेखेरि हाम्रो लालबन्दी 7 नम्बर हाम्रो यो ठाउँ पर्छ। त्यही भएर म चाहिँ घरको छतबाट चाहिँ हजुरहरूको लागि मेरो दर्शक गाइजहरूलाई चाहिँ मैले यसो भिडियो गरिदिउँ न। अनि हाम्रो भिरबहादुर तामाङ चाहिँ कता जानुभयो, यसो भिडियो सिडियो पनि ल्याउँदैन भन्छ, कमेन्टमा गर्नुहुन्छ। त्यही भएर म चाहिँ यसो भिडियो गरेर सिङ हामी चाहिँ गर्न गइरहेको छु। त्यही भएर चाहिँ हेर्न सक्नुहुन्छ हामी चाहिँ कता कताबाट सिङ देखाउँ भने चाहिँ हामी नमस्ते होटेलबाट चाहिँ हामी गरिरहनुमा छ। यदि तपाईँहरू पनि खाना खानुहुन्छ, रुम चाहिन्छ भने तपाईँहरू सम्पर्क गर्नुहोला भने हामी अनुरोध गर्नेछु। हाम्रो नमस्ते होटेलमा आउने मान्छे, हाम्रो नमस्ते हाम्रो मित्रहरू चाहिँ खाने मान्छेहरूले चाहिँ हाम्रो नमस्ते होटेलको चाहिँ खानेकुराहरू चाहिँ कति मिठो हुन्छ भने यसो कमेन्ट पनि गरिदिनु होला हाम्रो गाइजहरूलाई। यति भन्दै हामी वेलकम छु भन्ने हाम्रो आग्रह छु। त्यही भएर चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू। यता चाहिँ हाम्रो अब अहिले बालन सरकारको अब भनौँ अफिस हो कि अब जे पनि हुनसक्छ। हाम्रो मन्जु दिदी चाहिँ यहाँ बिरे भनेर बोलाउनु खाना खान आउनु भएको छ अरे। अनि त्यही भएर चाहिँ हेर्न सक्नुहुन्छ अब खाना खाने मान्छे आयो अरे, हामी चाहिँ गएको। घाम पनि यस्तो चर्को छ। काठमाडौँतिर जुनै 77 जिल्लामा चाहिँ कस्तो पानी पर्छ कि कतिको गर्मी छ, तराईमा चाहिँ लास्टै गर्मी छ हजुर। ल लास्टै गर्मी छ। रुम यतातिर पनि छ, हेर्न सक्नुहुन्छ। एकदम खतरा छ, बाहिरदेखि हेर्न सक्नुहुन्छ। ल गाइस, अब हामी नेक्स्ट टाइममा भेटौँला गाइजहरू।